हेलो साथीहरू, आज चाहिँ म रसबरी बनाउँदैछु। रसबरी बनाउनको लागि चाहिँ मैले यहाँ 2 लिटर दुधलाई लिएको छु। दुधलाई चाहिँ मजाले तताउनु पर्छ। दुध तातेको 1 मिनेटपछि मैले चाहिँ कागतीको रस हाले दुधलाई फटाउनको लागि र दुध फाट्यो। अब यसलाई कपडामा छान्नु पर्छ। मैले छानिसकेँ। अब यसलाई हल्का पानी हालेर मजाले निचोर्नु पर्छ। अब रसबरी बनाउनको लागि रेडी भयो। अब यसलाई मजाले माड्नु पर्छ। मैले ठिक्कको गोलो गोलो डल्ला पनि बनाइसकेँ। यहाँ चाहिँ रसबरी बनाउनको लागि जति चिनी हालिन्छ त्यसको डबल पानी हाल्नुपर्छ। जस्तै मैले 1 कचौरा चिनी हालेँ अनि 2 कचौरा पानी। तीन चारवटा सुकुमेल हालेर मैले चिनी र पानीलाई चाहिँ मजाले उम्लिनको लागि छोडिदिएँ। पानी उम्लिन थाल्यो। अब अघि बनाएको डल्ला सबै हालिदिन्छु। अब 5 मिनेटको लागि एकछिन छोपेर पकाउँछु। हेर्नुहोस् त साइज पनि ठुलो भयो। हाम्रो रसबरी रेडी भयो। हजुरहरूले पनि यसरी नै घरमै सजिलो तरिकाले रसबरी बनाएर खान सक्नुहुनेछ। मात्र 2 लिटर दुधमा यति धेरै रसबरी। आजको लागि यति नै।